हेलो नमस्कार सबैजनालाई। आज चाहिँ म एकदमै हाम्रो फेमस सिङ्गर भनौँ है, जो चाहिँ पर्जल कार्की हुनुहुन्छ। उहाँ चाहिँ द भोइस अफ नेपालमा पनि गएर सिलेक्ट भएर आइसक्नु भएको र उहाँले चाहिँ अहिलेसम्म 3टा सङ चाहिँ रिलिज गरिसक्नु भएको छ र आज पनि उहाँको सङ चाहिँ रिलिज भएको छ पर्जल कार्की युट्युब च्यानलबाट है, रङ्गिन यात्रा भन्ने। र हाम्रो यता इसु मगर हुनुहुन्छ, जसले चाहिँ यो सङबाट चाहिँ डेब्यु गर्नुभएको छ, मोडलिङ गर्नुभएको छ है। कतिको एक्साइटेड हुनुहुन्छ हजुरहरू? म त एक्साइटेड नै थिएँ। अस्तिबाट नै त्यो कहिले रिलिज हुन्छ र मतलब अरूलाई सुनाउनलाई के। हजुरको त अब योसँग त 3टा भयो नि त होइन? हजुरलाई चाहिँ कस्तो रह्यो यो फर्स्ट सङको चाहिँ हुन्छ नि भनौँ न अनुभव? Yeah, it's all good and I'm really excited to upcoming dates. धेरै नै राम्रो लाग्यो, प्लस एक्साइटेड पनि थियो चाहिँ कहिले रिलिज हुन्छ। And then I want to show you all, this is a love song. I hope you guys love it. हाम्रो चाहिँ रङ्गिन यात्रा प्रज्वल कार्की छेत्री युट्युब च्यानलबाट भएको छ। प्रज्वल कार्कीबाट चाहिँ युट्युब च्यानलबाट रिलिज भएको छ। होप यु गाइज लभ इट। हाम्रो पर्जल सर मलाई पनि एकदमै म एक्साइटेड थिएँ होइन। अब के भन्छ यो गीत चाहिँ मैले गर्न लागेको त 1 सालै हुनु लाग्यो नि त। 1 साल हुनु लाग्यो अनि मेरो चाहिँ खासमा त्यो यताउता एरेन्जमेन्ट अनि मिक्सहरूले गर्दाखेरि चाहिँ अलिकति अड्केको थियो। त्यही भएर मलाई चाहिँ एकदम त्यो आतुरी भएको थियो नि त, के हतार भएको थियो कहिले रिलिज गर्नु होला भनेर। अनि फाइनली रिलिज गर्नु न है। सबैजनाले पर्जल कार्की युट्युब च्यानलमा गएर रङ्गिन यात्रालाई चाहिँ हेरिदिनु होला, सपोर्ट गरिदिनु होला है। उहाँले एकदम धेरै मेहनत गर्नुभएको छ र उहाँको अरू सङहरू पनि छ त्यो च्यानलमा चाहिँ। हजुरहरूले चाहिँ जस्तै एउटा शून्य भन्ने छ, अनि अर्को भनेको चाहिँ तपाईँको के गरौँ म भन्ने छ, त्यो पनि एकदम दामी छ सङ। र अहिले सबभन्दा बबाल लागेको चाहिँ मलाई यो 2टामा पनि अझै बबाल लागेको चाहिँ अहिले रङ्गिन यात्रा हो। सो हजुरहरूले पनि सबैजनाले गएर हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। थ्याङ्क यू सो मच। थ्याङ्क यू।